हेलो गाइज वेलकम टु द न्यू भिडियो द बी स्क्वाड ट्रेडर। सो आज चाहिँ मेरो फेज 1 चाहिँ फाइनली पास भएको छ। सो मैले चाहिँ यसको पुरै एउटा सिरिजै बनाएको थिएँ, प्लेलिस्टै बनाएको थिएँ टिकटक अथवा युट्युबको सर्ट्समा। डेली कुन कुनमा चाहिँ ट्रेड लिन्छु हो त्यो चाहिँ अपलोड गरेको छु। हो त्यो चाहिँ एउटा सर्ट फर्म थियो भने यो चाहिँ अलिकति एउटै भिडियोमा समअप गरेर अलिकति मजाले त्यसमा चाहिँ एउटा फोनको भ्यूबाट एक्सप्लेनेसन थियो। त्यसमा चाहिँ अलिकति नराम्ररी एक्सप्लेन गरिन्छ कि भनेर चाहिँ यो चाहिँ अलिकति फुल स्क्रिन मोडमा भएर चाहिँ अलिकति हेल्पफुल हुनसक्छ तपाईँहरूलाई। सो जुन मैले ट्रेड लिएको थिएँ हो त्यहाँको ट्रेडको रिक्याप हेरौँ। सो यहाँ चाहिँ 8% मैले 8% बनाइसकेँ, $400। सो $400मा चाहिँ मैले यो छ मेरो क्यालेन्डर। एक दिन, दुई दिन, तिन दिन, चार, 5 दिन चाहिँ रेड डेज भएको थियो। सो अरू दिन चाहिँ ग्रिन छ। सो त्यस पछाडि टोटल विन रेट चाहिँ यहाँ 47 भनेर दिएको छ, तर लास्टमा चाहिँ म एक्सप्लेन गर्छु। यो अलिकति रियल नहोला, तर लास्टमा चाहिँ म के कसो छ, कति आरआर गेन गरेँ हो त्योहरू चाहिँ भन्नेछु होइन। सो लेट्स गो ब्याक टु द ट्रेडिङ भ्यू। सो ट्रेडिङ भ्यू, सो फर्स्ट ट्रेड चाहिँ मेरो कहिले रहेछ भन्दाखेरि इफ यु सी अन दिस, मेरो फर्स्ट ट्रेड थियो 12:30मा। सो 12:30मा चाहिँ एउटा मेरो लास्ट फर्स्ट ट्रेड थियो चाहिँ। सो डिसेम्बरको 30मा मैले एउटा ट्रेड गराएको थिएँ। खास गरी मैले यो एकाउन्ट चाहिँ ठ्याक्कै उसमा जनवरी 1देखि चाहिँ ट्रेड गर्छु भनेर भनेको थिएँ, तर यहाँ चाहिँ मैले ट्रेड गरेको थिएँ एराउन्ड जनवरी 30, 12:30। सो यहाँनिर रहेछ एउटा ट्रेड। सो यहाँ के भन्दाखेरि यहाँनिर हामीसँग हाई टाइम फ्रेमको ग्याप छ। सो इफ यु क्यान सी हामीसँग यहाँ हाई टाइम फ्रेमको ग्याप छ। म खास गरी ट्रेड गर्दिनँ भनेर भयो, तर यस्तो राम्रो सेटअप दिएकोले चाहिँ ट्रेड गर्छु भनेर चाहिँ म फेरि पछिबाट चाहिँ ट्रेड गरेको हो। यो हो, तर यसमा म प्रायः ब्रेक इभनमै थिएँ जस्तो लागेको छ मलाई। सो यहाँनिर लन्डन हाई लियो, इजी सेटअप थियो। लन्डन हाई लियो, त्यसपछि यहाँ चेन्ज अफ क्यारेक्टर दियो, र यहाँनिर बेरिस फेयर भ्यालु ग्याप थियो, प्लस यहाँ बुलिस फेयर भ्यालु ग्याप डिसरेस्पेक्ट पनि गरे। सो एराउन्ड यहाँनिर इन्ट्री लिएर सेल यहाँ माथि। सो इजी थियो, तर मैले आई गेस मैले यहाँनिर 1:2 टार्गेट गरेको थियो होला, तर यो माथि नै गएर चाहिँ मैले ब्रेक इभनमा क्लोज गरेँ जस्तो लागिरहेको मलाई। सो लेट मी सी, ओ सरी, त्यो 4390मा क्लोज गरेको छु मैले। 4391मा क्लोज गरेको छु, 4391 चाहिँ मैले भनेको थिएँ। सो एराउन्ड मैले यहीँनिर क्लोज गरेँ हो। सो एराउन्ड यतातिर चाहिँ ब्रेक इभनमा राखेको थिएँ, तर मैले यहाँनिर चाहिँ क्लोज गरेको एराउन्ड। सो यो ट्रेड चाहिँ अलिकति म खासै ट्रेड नगरौँ भनेर बसेको थिएँ। सो त्यही भएर चाहिँ अलिकति नराम्रो भएको रहेछ, तर इट विल बी नाइस ट्रेड हुँदो रहेछ। मैले यहाँनिर एराउन्ड यतातिर क्लोज गरे भए, हाई लो क्लोज गरे भए 1:4 हुँदो रहेछ, तर सके। त्यस पछाडि अर्को ट्रेडहरू, अर्को ट्रेड रहेछ मेरो 15मा, जनवरी 5 भनेपछि जनवरीको फर्स्ट विकमा। यहाँनिर हेरौँ के छ, बाई। सो यहाँनिर पनि त्यही छ, यहाँनिर सेम अघि जस्तो यहाँ लिक्विडिटी थियो, र के छ हाई टाइम फ्रेममा, यहाँनिर एउटा अर्डर ब्लक हेर्न सक्नुहुन्छ तपाईँहरूले। एउटा अर्डर ब्लक छ, यहाँ एउटा अर्डर ब्लक छ। सो यहाँ अर्डर ब्लकमा ट्याप इन भएपछि लिक्विडिटी पनि लियो, त्यही भएर यहाँनिर एउटा मैले लिएँ लङ, किनकि सेल साइडको लिक्विडिटी ल्याए। प्लस यहाँनिर एउटा हेर्नुभयो भने यहाँनिर मैले एउटा यो सेल साइड लिक्विडिटी स्विङ लो पनि मार्क गरेको छु, त्यो पनि लिएर माथि गएको छ। सो यहाँनिर एउटा क्विक रिभर्सल छ, र यहाँ क्विक रिभर्सल प्लस मैले चाहिँ इन्ट्री कहाँ लिएर छु भन्दाखेरि एराउन्ड 44179मा लिएर छु। 44179, 44179मा ल्याएर छु, एराउन्ड यतातिर ल्याएर छु। सो एराउन्ड यतातिर ल्याएर छु, आई गेस यतातिर अब यहाँनिर ल्याएर छु। सो एसएल यहाँनिर अलवेज। त्यस पछाडि टिपी चाहिँ कतातिर थियो पनि, कति बनाएको छु मैले $90 मिन्स 1:2 नै बनाएको छु। यतातिर क्लोज भयो होला आई गेस। सो यो एउटा ट्रेड थियो। लेट मी डु दिस।
अर्को ट्रेड थियो मेरो 1.5 मा, सेम डे रहेछ। ओके, सो सेम डे ट्रेड, सो सेम डे ट्रेड 1.5, सो सेल ल्याएको थिएँ क्या मैले। सो यहाँ पनि बाई नै ल्याएको छु। सो ओके, सो यो चाहिँ मेरो यहाँनिर इन्ट्री ल्याँदैछु। सो मैले एउटा चाहिँ यहाँनिर इन्ट्री ल्याएको छु, एउटा चाहिँ यहाँनिर इन्ट्री ल्याएको छु। सो 1% रिस्क गरेर चाहिँ यो दुईवटा लट बनाएको छु मैले। सो त्यस्तो रहेछ। त्यसरी 7th चाहिँ एउटा लस्ट डे रहेछ। 7th चाहिँ यु क्यान सी यो होइन, 7th 7th चाहिँ एउटा लस्ट डे रहेछ। सो यही ट्रेड हो यहाँनिर छ। सो के भयो भन्दाखेरि यहाँनिर लन्डन लो लियो, लन्डन लो लिइसकेपछि यहाँनिर एउटा चेन्ज अफ क्यारेक्टर भयो, बट यहाँनिर कुनै पनि त्यस्तो ग्याप थिएन। यहाँनिर यु क्यान सी द ग्याप, बट यो चाहिँ अलिकति खासै त्यस्तो ट्रेड गर्नुपर्ने खालको ग्याप छैन, किनकि अल्दो यो क्यान्डलले यहाँ ग्याप फिल गरेको छ, यो क्यान्डलले यो डोजी क्यान्डलले यहाँ फिल गरेको छ, तर यहाँ यस्तो रिट्रेसमेन्ट चाहिँ देखेको छैन क्या। सो यो रिट्रेसमेन्ट नदेखिकन चाहिँ म खासै त्यस्तो ट्रेड गर्दिनँ। एउटा रिट्रेसमेन्ट माथि गएपछि यसरी तल चाहिँ आउनै पर्छ क्या। त्यो अब यही माथि जाँदा जाँदै ग्याप फिल गर्यो भने चाहिँ त्यो चाहिँ म ट्रेड गर्दिनँ क्या। सो त्यो चाहिँ एउटा लर्निङ लेसन हुनसक्छ हजुरहरूलाई पनि। सो यहाँनिर भएन, त्यस पछाडि मार्केटले यसको इन्टरनल लिक्विडिटी लियो, त्यसरी यहाँ चेन्ज अफ क्यारेक्टर देखियो, त्यसरी यहाँ फेयर भ्यालु ग्याप हो, यसलाई चाहिँ फेयर भ्यालु ग्यापमा रिट्रेस गर्न मिलेको भनिसक्छ, किनकि यहाँनिर रिट्रेसमेन्ट छ नि त, एउटा क्यान्डल दुईवटा क्यान्डल रिट्रेस त गऱ्यो नि त। अनि त्यसरी यहाँ बुलिस क्यान्डल बनायो, यहाँनिर चाहिँ मैले इन्ट्री लिएँ, मेरो यहाँ हाईमा टिपी थियो, तर मार्केटले के गर्यो माथि गएर ब्रेक इभन ट्रेड हो यो, लस सरी ल मैले लसमै बुक गरेर रहेछु। सो यो मैले होल्ड गरेको थिएँ। सो माथि गयो तर टिपी चाहिँ हिट भएन, एराउन्ड कति डलरको बाँकी रहेछ, एराउन्ड $5 चाहिँ टिपी नहिट भइकन तल आएर चाहिँ लसमा बुक गरेँ। सो ठिकै थियो, एउटा फर्स्ट लस थियो अब इयरकै, $20 मात्रै लस गराएको छु मैले। सो एक्सयुएसडी अर्को 9 जनवरीमा छ। सो 9 जनवरीमा, सो यहाँनिर अलिकति लर्निङ लेसन हुनसक्छ है। सो यहाँनिर हाई टाइम फ्रेममा हेर्नुभयो भने 9 जनवरी, सो यसको टु 9th, सो यहाँनिर के छ, एउटा अर्डर ब्लक जस्तो पनि छ, यहाँ पनि एउटा अर्डर ब्लक जस्तो पनि छ होइन। सो यहाँनिर अलिकति सेल हेर्न सकिन्छ, हेर्न नसकिने होइन, तर यहाँनिर हामीले हेऱ्यौँ भने मार्केटले के गर्यो भन्दाखेरि सबभन्दा सुरुमा तलको हाई लियो कि माथिको हाई लियो। अब चाहिँ यो तल आयो, त्यस पछाडि लो लियो, माथि लियो र माथिको हाई पनि लियो, माथि गएर हाई पनि लियो। सो अब यहाँनिर एउटा सिनारियो बन्न सक्छ कि यो तलको पनि हाई लियो, माथिको पनि हाई लियो, अब कहाँ जान्छ त भन्ने कुरा हो। सो यहाँनिर चाहिँ के पर्खिनुपर्छ भन्दाखेरि चेन्ज अफ क्यारेक्टर कताको दिएको छ। अब यहाँनिर यो हाई यो लो लिएर गयो, सो यो लो लिएर गएर कहाँको चेन्ज अफ क्यारेक्टर दियो त, यहाँको दियो नि त, यहाँको चेन्ज अफ क्यारेक्टर दियो नि त, यसरी यहाँनिर चेन्ज अफ क्यारेक्टर दियो। अब यहाँनिर यो हाई लिएर सिधै यसरी तल झरेर, जस्तै अब यहाँबाट यसरी तल झरेर यहाँनिरको चेन्ज अफ क्यारेक्टर दिएको भए चाहिँ यहाँनिर सेल लिन हुन्थ्यो, यसरी यहाँ सेल लिएर यहाँ एसएल राखेर यसरी सेल लिन हुन्थ्यो। तर यहाँ माथिको हाईको लिएर भएर चाहिँ हाईको चाहिँ ब्रेकअप स्ट्रक्चर भएर चाहिँ यहाँनिर लिनुपर्ने छ त्यो। सो यहाँनिर चाहिँ मैले यतिमै क्लोज गरेँ, $1.5मै क्लोज गरेँ, किन भन्दाखेरि चाहिँ यहाँनिर एउटा न्युज थियो, कुन न्युज थियो एक्जाम थाहा भएन, कन्ज्युमर सेन्टिमेन्ट समथिङ त्यस्तै के थियो, रेड फोल्डर न्युज थियो। सो मैले चाहिँ अलिकति अब एसएल पनि टाइटै थियो, किनकि एसएल म युजली अघि हेर्नुभयो भने म एसएल यसरी यहाँ राख्थेँ, ठ्याक्कै यसको लो मुनि राख्थेँ, तर यसमा चाहिँ अब अलिकति लामै ठुलो एसएल हुन्छ भनेर चाहिँ मैले यहीँ राखेको थिएँ। सो एसएल हिट हुनसक्छ भनेर चाहिँ मैले यो 80% चाहिँ मैले यहीँ क्लोज गरेर थोरै मात्रै होल्ड गरेको थिएँ। सो यसमा चाहिँ त्यो भएर प्रफिट पनि थोरै भयो जस्तो देखिन्छ। यहाँनिर 9 जनवरीको ट्रेड हो यो, 9 जनवरीको, सो 138 मात्रै भयो, 100 ट्रिक्स गरेर 138 मिन्स 1.362 रिवार्ड मात्रै भयो रहेछ। सो अर्को ट्रेडहरू अर्को लस रहेछ 113मा। सो 113मा सेल यहाँनिर, सो यु क्यान सी दिस लस, यो खासै लस हुने खालको ट्रेड त होइन, बट यहाँ मेरो लस भयो किन भन्दाखेरि
अलिकति इमोसनले चाहिँ अलिकति यो ट्रेड चाहिँ के थियो, यो चाहिँ मेरो डिसाइडिङ फ्याक्टर थियो क्या। यो ट्रेडले चाहिँ फेज 1 यही ट्रेडले मेरो फेज 1 पास हुन्थ्यो। तर मेरो अलिकति इमोसन चाहिँ के भयो मलाई होइन, अलिकति इमोसन चाहिँ साइकोलोजी अलिकति नराम्रो भएको थियो। सो यहाँनिर हेर्न सक्दा नि यो जुन मैले मार्क गरेर छु यो लाइन, यो भनेको हिजोको लो थियो, हाई थियो, प्रिभियस डे हाई थियो। सो यो प्रिभियस डे हाई यहाँनिर यो सिधै गयो माथि, यहाँबाट पनि रिट्रेस आएन। म पर्खिरहेको थिएँ यो खोल्ने बित्तिकै, सेसन खोल्ने बित्तिकै यहाँ माथि गयो, अलिकति रिट्रेस आयो, तर यो पुरै चेन्ज अफ क्यारेक्टर भएन। त्यस पछाडि फेरि यहाँ हाई लियो, हाई पनि लिए, केही भएन। त्यसरी अझै माथि गयो, यसरी गयो, यसरी बल्ल यहाँ प्रिभियस डे हाई लिइसकेपछि बल्ल मार्केट यसरी तल झऱ्यो। सो यो चेन्ज अफ क्यारेक्टर हो भनेर मलाई थाहा भयो। सो यो चेन्ज अफ क्यारेक्टर थाहा भइसकेपछि यहाँनिर यसरी पर्खेँ। त्यस पछाडि यहाँनिर एउटा क्यान्डल हेर्नुभयो भने यहाँनिर यसरी यहाँ एउटा क्यान्डल बनाएछ, फेयर भ्यालु ग्याप रेस्पेक्ट गरेर, यहाँ फेयर भ्यालु ग्याप रेस्पेक्ट गरेर। सो मैले चाहिँ इन्ट्री यतैतिर लिएँ, किन भन्दाखेरि चाहिँ यो एकदम ठुलो क्यान्डल भइसकेको थियो। त्यही भएर बरु एसएल चाहिँ यहाँ माथि राख्छु भनेर 1% चाहिँ मैले यहीँनिर इन गरिसकेको थिएँ। 1% रिस्क चाहिँ मैले यहीँ लिइसकेको थिएँ। त्यस पछाडि बाँकी चाहिँ मैले यहाँनिर, बाँकी 1% चाहिँ मैले यहाँनिर इन्ट्री गरेँ। सो यो ट्रेड चाहिँ त्यस पछाडि मैले कहाँ चाहिँ गल्ती गरेँ भन्दाखेरि अलिकति डर लागिरहेको थियो। मेरो जति प्रफिट बनाएको थिएँ नि मैले यतिखेरसम्म, सो यहाँ हेर्नुभयो भने मेरो सबै लस, सबै यहाँ प्रफिट थियो, यहाँनिर त्यति लस उ थियो, त्यस पछाडि यहाँ पनि प्रफिट थियो। सो यो दिन चाहिँ मैले गल्ती गरेँ हो होइन 13मा। सो सबै चाहिँ लस हुन्छ भनेर, हराउँछ भनेर चाहिँ मैले यहाँनिर के गल्ती गरेँ भने अलिकति डर आयो क्या म। सो यहाँनिर यसरी यो ग्याप थियो जुन, यो ग्याप यहाँनिर डिसरेस्पेक्ट गरौँ। सो यहाँ ग्याप डिसरेस्पेक्ट गर्ने बित्तिकै चाहिँ जुन मैले यहाँ 1% रिक्स लिएको थिएँ हो, त्यो 1% रिक्स लिएको चाहिँ मैले यहीँनिर क्लोज आउट गरेँ। सो यहाँ हेर्न सक्नुहुन्छ कि सो यहाँनिर मैले $29को रिक्स मैले यहीँनिर $50 हुनुपर्ने, $50को ठाउँमा मैले $30 मात्रै $30को मात्रै रिक्स लिएर चाहिँ लस भयो। सो यो बाँकी एउटा चाहिँ मैले होल्ड गरेको थिएँ $17को। सो यो पनि मैले यतातिर मात्रै क्लोज गरेको थिएँ, त्यो पनि अब त्यही डिसाइडिङ फ्याक्टरै भएर हो। सो यो चाहिँ अलिकति रङ ट्रेड थियो, यसमै पास हुन्थ्यो, तर अलिकति चाहिँ मेरो साइकोलोजी मिस्टेक भएर हो। सो अर्को ट्रेड हेरौँ। सो अर्को ट्रेड यहाँनिर छ 14 जनवरीमै। यो पनि लसै ट्रेड थियो जस्तो लागेको छ मलाई। सो यो पनि लस, यो महा लस थियो सबभन्दा धेरै। सो यहाँनिर हेर्न सक्नुहुन्छ कि कत्रो लस छ यो एकै दिनमा। यो चारवटा 117, 140, 13, 14। सो एकै दिनको लस थियो यो। सो यहाँनिर हेर्नुभयो भने यहाँनिर लिक्विडिटी सिक्युरिटी त्यस्तो केही छैन लन्डनको। तर यहाँ के छ भन्दाखेरि यहाँ एसिया हाई छ जुन, एसिया हाई कतिखेर लियो भन्दाखेरि यहाँनिर टक्क 1845मा हाम्रो न्युयोर्क खुल्छ, 1840मा चाहिँ हाम्रो हाई लिएर चेन्ज अफ क्यारेक्टर भइसकेको थियो। यहाँनिर लु यो नमाने पनि यो पनि चेन्ज अफ क्यारेक्टर भइसकेको थियो, प्लस यहाँ यो फेयर भ्यालु ग्याप थियो 15 मिनटको हो, त्यो पनि इन्भर्स गरिसकेको थियो। सो मैले के सोचेँ भन्दाखेरि अब त अहिले भर्खरै लिक्विडिटी लियो भने मार्केट फेरि लिक्विडिटी लिन जाँदैन होइन, किनकि भर्खर लिएको छ नि त, भर्खर लिएर तल आयो नि त। सो त्यही भएर चाहिँ मैले यहाँनिर यो इन्भर्स हुने बित्तिकै र यो चेन्ज अफ क्यारेक्टर हुने बित्तिकै यहीँनिर फेयर भ्यालु ग्याप बनेको पनि थिएन र मैले माथि आउँदैन नि होला भनेर सिधै यहाँनिर आएपछि चाहिँ म ब्रेक इभनमा राख्छु भनेर चाहिँ मैले यहाँनिर इन्ट्री लिएको। सो मैले यहाँ इन्ट्री लिएपछि मैले फर्स्ट गल्ती के गरेँ भन्दाखेरि अघिको ट्रेडहरू हेर्नु भने तपाईँले मेरो एसएल जहिले हुन्छ हाईमाथि। सो यो हाईमाथि हुन्छ, तर मैले यहाँनिर एसएल चाहिँ टाइट बनाएँ, यहीँनिर राखेँ ठ्याक्कै यहाँनिर। किन राखेँ अब त मलाई पनि थाहा छैन, त्यतिखेर मैले के दिमाग चलिरहेको थियो होइन। सो त्यही राखेँ र मेरो एक एसएलमै एउटा क्यान्डलमै एसएल हिट भयो। सो मैले यहाँनिर माथि राखेको भए चाहिँ मेरो राम्रो हुन्थ्यो यो दिन। सो यहाँनिर राखेर मेरो कि त यहाँनिर टिपी यहाँनिर ब्रेक इभन जाँदा नि हुन्थ्यो, अनि त्यस पछाडि यहाँनिर एसिया लोमा टिपी, तर त्यो पनि हिट त नहुँदो रहेछ, त्यही पनि एउटा हुन्थ्यो, सिनारियो हुन्थ्यो भन्न खोजेको। तर मेरो एसएल चाहिँ त्यहीँनिर चाहिँ हिट भयो। सो यो अलिकति नराम्रो ट्रेड थियो, रिक्स टु रिवार्ड पनि धेरै थोर थियो, मैले किन रिक्स लिएँ होइन। सो यहाँनिर अलिकति नराम्रो लस भयो। सो यो नराम्रो लस भइसकेपछि मेरो फेरि बेलुका के देखेँ भन्दाखेरि मार्केटले यहाँनिर इन्टरनल लिक्विडिटी लियो। एसिया लो लिएको छैन, एसिया लो लिएको छैन, एसिया लो नलिए पनि मैले लङ लिएँ क्या। आई डोन्ट नो किनकि यहाँनिर मेबी यो इन्टरनल लिक्विडिटी थियो, लन्डन लो लिएको थियो,
इन्टरनल लिक्विडिटी लियो प्लस यहाँ चेन्ज अफ क्यारेक्टर भयो, तर अनि यहाँनिर ग्याप पनि फेरि फिल भएन क्या। सो यहाँनिर मैले फेरि ट्रेड लिएँ, ओभर ट्रेडिङ भयो यहाँ हल्का नै, यहाँनिर ग्यापै डिरेस्पेक्ट गरेको छैन। सो यो ग्यापै रेस्पेक्ट नगरेर मैले एराउन्ड यहाँतिर इन्ट्री ल्यायो, यो यतातिर पारेछ। सो मैले यो क्यान्डलमा इन्ट्री ल्यायो, यो क्यान्डलमा। सो यो क्यान्डलमा इन्ट्री लिएपछि एसएल फेरि मेरो जस्तो मिस्टेक मैले यहाँ गरेको थिएँ, जस्तो मिस्टेक मैले यहाँनिर यो गरेको थिएँ यस्तै मिस्टेक यहाँ पनि गरेको छु मैले। सो मैले एसएल चाहिँ यहाँ राख्नु पर्थ्यो तल, यसको तल, तर गल्ती गरेर अलिकति नराम्रो भयो। टिपी त अफकोर्स मेरो यहीँनिर हुन्थ्यो, किनकि यहाँभन्दा माथि केही छैन, लिक्विडिटी लिनलाई केही बाँकी नै छैन, यो ट्रेन्ड लाइन पनि छ एउटा। सो अफकोर्स अलिकति रिस्क लस चाहिँ हुँदैन थियो, तर मेरो यहाँनिर 1:1 चाहिँ हुन्थ्यो जे होस्। सो यो अलिकति गल्ती ट्रेड थियो, यो यही दिनले चाहिँ मेरो सब लस खायो होइन, अलिकति ओभर ट्रेडिङ भयो, अलिकति मिस्टेक भयो। सो 258 यहाँनिर सबै बनाएको प्रफिट चाहिँ मेरो यहाँनिर गयो। सो अर्को 15मा चाहिँ मेरो ब्रेक इभन थियो, 15मा मेरो ब्रेक इभन ट्रेड। गऱ्यो, सरी यो 16 हो, 15 हुने कहाँ छ। सो के यो 15कै ट्रेड हो। सो यो 15को ट्रेड हो, यो खतरा ट्रेड, यो सबभन्दा खतरा ट्रेड। मैले यो सबभन्दा इमोसनल ट्रेड भनेर पनि तपाईँहरूलाई मैले पठाएको थिएँ उसमा। सो 15-23, सो यो ब्रेक इभन ट्रेड नि, यो अर्कै यो मैले क्लोज गरेको ट्रेड रहेछ। सो यो ब्रेक इभन ट्रेड होइन, यो अर्को दिन क्लोज भएर त्यस्तो भएको। सो यहाँनिर के छ भन्दाखेरि सिम्पल लजिक, हाई, चेन्ज अफ क्यारेक्टर, यहाँनिर फेयर भ्यालु ग्याप, यहाँ इन्ट्री, यो क्यान्डलमा इन्ट्री। सो यहाँ इन्ट्री लिएपछि के भयो, कतिखेर ल्याएको थिएँ मैले 22-23-10 15 जनवरी, कन्सोलिडेट। यहाँ के भयो, टिपी यति आएको थियो, यति मात्रै बाँकी थियो, के भयो, मार्केट सिधै माथि गयो, यहाँको मान्छेहरूलाई सबलाई उडायो, यहाँनिर सब सेल लिने। यहाँनिर मेरो आफ्नै सेटअप पनि फेरि यो दिनको सेटअप बन्थ्यो, म लिन्छु भन्दै थिएँ, तर टक्क यहाँनिर केही रिट्रेसमेन्टै आएन क्या। सो यहीँ फेयर भ्यालु ग्यापमा चाहिँ यो डिसरेस्पेक्ट गर्ने बित्तिकै चाहिँ इन्ट्री लिनु पर्थ्यो, तर अलरेडी मेरो साइकोलोजी अलिक धेरै नराम्रो भएको थियो एक दिन पुरै होल्ड गर्नुलाई। त्यही भएर यो 15 जनवरीको न्यु योर्क सेसनदेखि 16 जनवरीको न्यु योर्क सेसनसम्म मैले चाहिँ यहाँनिर होल्ड गरेर चाहिँ बल्ल टिपी हिट भयो। सो यो चाहिँ अलिकति लास्टै इमोसनल ट्रेड थियो, यत्रो होल्ड गर्नुलाई यत्रो क्यापेबिलिटी खासै रहेनछ मैले बुझेँ। सो अझ यहाँदेखि माथि गएको भन्दा एकदमै नराम्रो भएको थियो क्या त्यतिखेर चाहिँ, साइकोलोजी चाहिँ एकदम इमोसन त यति थियो। सो अर्को ट्रेड यहाँ छ, एसिया हाई एसिया लो छ, लन्डन हाई लन्डन लो कुनै पनि लिएको थिएन। सो मार्केट खुलो, यहाँनिर इक्वल लो बनायो। सो यो चाहिँ अलिकति लिनै पर्ने खालको कुरा थियो, तर यहाँनिर चाहिँ नलिकन माथि गयो। सो म यहाँ टिपी राख्छु भनिरहेको थिएँ, तर यहाँ टिपी राख्न नपाइकन चाहिँ यहाँबाट चाहिँ इन्ट्री लिनुपर्ने भयो। सो यहाँ लिक्विडिटी लियो। मैले यहाँ के गल्ती गरेँ भने मेरो यहाँ चेन्ज अफ क्यारेक्टर भएको थिएन, मैले यहाँनिर चेन्ज अफ क्यारेक्टर देखेकै रहेनछु। सो मैले के मात्रै देखेँ भन्दा यहाँनिर ग्याप छ, यहाँनिर यो सानो ग्याप देख्नुभयो भने यहाँनिर म मार्कै गरिदिन्छु हजुरहरूको लागि। सो यहाँनिर सानो ग्याप छ नि जुन, यो सानो ग्याप चाहिँ प्रायः मार्केटले इन्भर्स गरौँ। सो यो इन्भर्स गर्ने बित्तिकै मेरो 1% रिस्क मैले यहीँनिर लगाइहालेँ। त्यस पछाडि के भयो भन्दाखेरि मैले यहाँ चेन्ज अफ क्यारेक्टर यहाँ हुनुपर्ने हो नि त, मैले चेन्ज अफ क्यारेक्टरको ध्यानै दिइनँ क्या यहाँनिर। त्यस पछाडि अर्को के भयो, मार्केट अलिकति माथि गयो, इक्विलिब्रियममा छुयो। इफ यु नो इक्विलिब्रियम, यो भनेको चाहिँ प्रिमियम र डिस्काउन्ट जोन हो। यहाँदेखि यहाँसम्म मार्क गरेर, अथवा यहीँसम्म मार्क गरेर यो 0.5 भनेको एकदम यो भनेको चाहिँ इक्विलिब्रियम हो, यहाँनिर टच गर्यो र प्राइस तल आयो। सो यो टच गइसकेपछि यहाँ के भयो, एउटा अझै सानो ग्याप थियो, यहाँ मैले मार्कै गरेको छु। सो यहाँनिर डिसरेस्पेक्ट गर्यो, अर्को लट मैले यहीँ थप्दिएँ। सो मैले के कुरा बिर्सेँ भन्दाखेरि फेयर भ्यालु ग्याप मात्रै हेरेँ र फेयर भ्यालु ग्यापमा मात्रै ध्यान गएर चाहिँ मैले यो चेन्ज अफ क्यारेक्टर जुन चाहिँ यहाँनिर मात्रै गएर हुन्थ्यो, कहाँ हुन्थेन, यो छ नि यो क्यान्डल, यो लाइनमा गएपछि मात्रै हुन्थ्यो, त्यो चाहिँ मैले ध्यानै दिइनँ। सो यहाँनिर गएपछि मेरो सिधै माथि अलिकति तल गए जस्तो गर्यो र सिधै माथि लिक्विडिटी लियो, मलाई लिक्विडिटी बनायो। त्यसरी मैले खास गरी यो लिक्विडिटी लिएपछि पनि लिन मिल्छ, तर ओभर ट्रेड नगरौँ भनेर चाहिँ मैले ओभर ट्रेड गरिनँ यहाँबाट। सो यो डे पनि लस्ट डे थियो होइन, यहाँनिर कति लस भएको थियो मलाई। सो यहाँनिर 19 जनवरी भनेपछि यो दिन पनि $100 भनेपछि 2% लस भएको थियो। सो अर्को दिन पनि 2% लस भएको दिन रहेछ।
ब्याक टु ब्याक लस भइरहेको थियो। सो यही ट्रेड हो। यहाँनिर हेर्नुभयो भने लन्डन हाई लियो, लन्डन हाई चाहिँ यो इन्टरनल लिक्विडिटी पनि लियो। इन्टरनल लिक्विडिटी चेन्ज अफ क्यारेक्टर देखियो। चेन्ज अफ क्यारेक्टर देखिसकेपछि यहाँनिर इजी फेयर भ्यालु ग्याप त सानो फेयर भ्यालु ग्याप जुन चाहिँ मार्केटले रेस्पेक्ट गर्यो। त्यस पछाडि यही क्यान्डलमा मैले इन्ट्री गरेँ, तर यहाँनिर अलिकति एसएलसी हिट भयो, तर यो चाहिँ अलिकति ठिक छ किनकि यहाँनिर केही गल्ती पनि छैन। हाईमै एसएल छ, इन्टरनल लिक्विडिटी पनि लिएको छ, चेन्ज अफ क्यारेक्टर पनि भएको। सो यहाँ चाहिँ रुल फलो गरेरै लस भएको छ यो चाहिँ, होइन। सो अरू ट्रेड हेरौँ। यो ट्रेड थियो हाम्रो 21 जनवरीको। सो यो ट्रेड एकदम राम्रो थियो। सो यहाँनिर सेम अहिलेकै योभन्दा अगाडि जे भएको थियो लन्डन हाई प्लस इन्टरनल लिक्विडिटीवाला सेटअप। सो यहाँ हेर्नुभयो भने यहाँ एउटा अर्डर ब्लक जस्तो पनि छ। त्यसरी यहाँ हाई लियो, हाई लिएपछि फेरि इन्टरनल लिक्विडिटी लियो, चेन्ज अफ क्यारेक्टर भयो। यहाँनिर बियरिश क्यान्डल बनायो, तर यो बियरिश क्यान्डलमा किन नलिएको भन्दाखेरि यो बियरिश क्यान्डलमा लिन मिल्थ्यो, तर यहाँ अलरेडी हाम्रो एउटा टिपी चाहिँ हिट भइसकेको थियो जुन चाहिँ थियो हाम्रो लन्डन लो। त्यो यहाँनिर चाहिँ अलिकति ट्रेड नलिउँ भनेर चाहिँ मैले लिइनँ। सो त्यसरी यहाँ माथि इक्विलिब्रियममा आउन पर्ख्यो मैले। त्यसरी एराउन्ड यतातिर चाहिँ मेरो इन्ट्री भएको रहेछ। सो एसएल चाहिँ अब यहाँ राख्न मिल्दैन कुनै सिजनमा, किनकि अलिक ठुलो नै हुन्छ एसएल। अलरेडी हेर्न सक्नुहुन्छ यहाँ $3000 $30 चाहिँ एसएल राखेर काम छैन। सो यहाँ चाहिँ मैले $22 मात्रै राखेर चाहिँ होल्ड गरेर रातभरि होल्ड गरेको थिएँ मैले। 1:3 टिपी यहाँनिर यहीँ पनि हुन्थ्यो, 1:3.5 3.5 पनि हुन्थ्यो, तर मैले 1:3 नै राखेर चाहिँ रातिको 1 बजी चाहिँ मेरो टिपी हिट भएको थियो। सो यो चाहिँ ओभरनाइट बिहान उठ्दा हेर्दाखेरि ठ्याक्क टिपी हिट भएको देखेको थिएँ मैले चाहिँ। सो यो ट्रेड राम्रो थियो। त्यस पछाडि अब लास्ट ट्रेड हो के अरे यो उसको। सो यहाँनिर सेम सेटअप, लन्डन लो, चेन्ज अफ क्यारेक्टर चाहिँ कुन सिनेरियोमा भन्दाखेरि यहाँनिर अब यहाँ हेर्न सक्नुहुन्छ भने यहाँ चेन्ज अफ क्यारेक्टर यहाँनिर हुनुपर्ने हो, तर मैले कतिखेर इन्ट्री गरेँ भने यहाँनिर यो डिसरेस्पेक्ट गर्ने बित्तिकै 1% लट मैले यहीँ एड अन गरेँ। अर्को लट कहाँ एड गरेँ, यो फेयर भ्यालु ग्याप बनाएको थियो, यहाँ चेन्ज अफ क्यारेक्टर भइसकेको थियो, यहाँनिर अर्को लट एड गरेँ। सो यहाँनिर मेरो टिपी थियो, अर्को यहाँ टिपी थियो। सो दुइटै हिट भएर चाहिँ मेरो टक्क फेज 1 चाहिँ मेरो पास भएको थियो। सो यति हो, द्याट्स इट। 22 मिनटको भिडियो भइसकेको रहेछ। सो अलिकति लेन्दी भिडियो छ, तर अलिकति इन्फर्मेसनल भिडियो छ। सो यु क्यान सी द्याट। अब अर्को हेर्नु पऱ्यो भने मेरो यहाँ अलिकति डाटा देखाइदिन्छु म तपाईँहरूलाई। लास्टको हल्का टचअप। सो इफ यु सी मेरो टोटल 14वटा ट्रेडमा 5वटा विन छ, 8वटा लस छ, 1वटा ब्रेक इभन छ, जुन मैले तपाईँलाई देखाइहालेँ अघि। 38%को विन रेटमै चाहिँ मेरो फेज 1 पास भएको छ। सो धेरै हाई विन रेट चाहिँदैन होइन। सो यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँ सब डाटाहरू चाहिँ मैले राखेको छु। सो तपाईँहरूलाई नि यदि केही चाहियो भने चाहिँ यो यिनीहरूको एउटा एक्सेल सिट बनाएर अथवा नोसन सिट बनाएर पनि एउटा चाहिँ यो इजी चाहिँ सेटअप बनाउनु। सो यो म हजुरलाई देखाउँदै अपलोड गरिराख्छु छु वाट्सएप च्यानलमा। वाट्सएपको लिङ्क तलै छ, च्यानलको लिङ्क। सो त्यसलाई सब्सक्राइब गरिदिनु। पछि बिडियो अब फेज 2 पास गरेँ भने पनि फेज 2 पासको भिडियो यसरी नै आउँछ। त्यतिखेर पनि म यो कति विन्डेड भयो भनेर देखाउँछु भिडियोमै। सो त्यसको लागि सब्सक्राइब, टिकटकमा जोइन गर्न पनि सक्नुहुन्छ। त्यसमा चाहिँ डेली कुन ट्रेड लिए भनेर चाहिँ हो त्यसमा चाहिँ म अपलोड गरिराख्छु। सो द्याट्स इट फर द टुडे। लेट्स होप फेज 2 पनि पास होस्। अलिकति इमोसनल नभएर राम्ररी ट्रेड गऱ्यो भने चाहिँ फेज 2 पनि इजी नै हो। सो द्याट्स इट फर टुडे। बाई बाई गाइज।